यस्तो विधि माया गर्ने मेरी प्यारी हजुरआमा, तिमीप्रति मेरो एउटै गुनासो छ। मलाई यति धेरै माया गर्यो, साक्य मेरो बहिनीलाई किन देखि छैनौ? आखिर छोरी भएर जन्मिनुमा उसको के दोष? तर तिम्रो आँखाले दोष भर्खर धरतीमा उम्रिएकी, जीवनको रङ फैलाउँदै गरेकी अबुध बालिकाको देख्यो। दिमागले पनि त्यही कुरा बुझ्यो। त्यसैले त तिमीले उसलाई छोरा भएर जन्मेको भए ममताको पोको फुकाउँथ्यो होला। तर ऊ छोरी भएर जन्मेकीमा त्यो तिम्रो ममताको पोको कहिल्यै फुकेन। ऊ पनि म जस्तै माया खोज्थे, तर पाइन। तिमीले त ऊ म छेउछाउ आए भने लट्ठी लगाएर खेर्थ्यौ। किन हजुरआमा? तिमीलाई स्वर्ग जाने बाटो खुल्ला पारिदिने छोरो चाहिएको थियो क्यारे? ऊ छोरीको अङ्ग लिएर जन्मे, यही कारणले उसलाई तिमीले देखिसकेनौ। छोरी भए पनि आखिर ऊ तिम्रो सन्तानको रगत नथे, तिम्रो सन्तानको बिउ नथे। तिमीले ठिक गरिनौ हजुरआमा, किनभने तिमी त्यही संस्कारभित्र जन्मिएकी थियौ। त्यसबाट तिमी उम्किन कहिल्यै सकेनौ। तिमी मात्र होइन, अधिकांश नेपाली आइमाईहरू त्यही संस्कारमा जन्मिन्छन्, त्यही संस्कारमा हुर्किन्छन् र मर्छन्। त्यसो त मेरी आमालाई पनि वंश धान्ने अंश खाने कागभरिको छोरो जन्माउने के रहर थियो होला र? उनी पनि त्यही संस्कारले बाँधेकी आइमाई नहुन्। संसारले आइमाई जातिलाई दोस्रो दर्जामा नै राखेको छ। त्यसमाथि पिछडिएका आइमाईहरूले आफ्नो स्वत्वको बारेमा के सोच्न सक्थे र? मेरी आमा त्यही आइमाई नै थिइन् जसलाई आफ्नो अधिकारको बारेमा सोच्ने फुर्सद थिएन। विकसित देशका आइमाईहरूले भए स्त्री भ्रूण थाहा पाउने बित्तिकै दुहाइदिन्थे। अविकसित देश, त्यसमाथि आर्थिक स्थिति जर्जर भएको नेपाली आमाहरूले त्यसो गर्न कहाँ सक्थे? त्यस्ताका नेपालमा कानुनी रूपमा गर्भपतन गराउने छुट थिएन। प्रविधि र औषधि भए पनि त्यो काम अवैधानिक मानिन्थ्यो। सक्नेहरूले बाहिरतिर लगेर गोप्य रूपमा गर्भपतन गराउँथे रे। गरिबीका रेखामुनिका नेपाली आइमाईहरूले त्यो सुविधा कहाँ पाउन सक्थे र? उनीहरू त यसो गर्नु पाप हो भन्ने संस्कारभित्र पिल्सिएका छन् र वर्षेनी रहर लाग्दो छोरा जन्माउने सपना देख्दै गर्भवती हुने गर्छन्। छोरो जन्मेन भने वर्षेनी छोरीको सङ्ख्या बढाउँछन्। कति निरीह छन् नेपाली समाजका नारीहरू। मेरी आमाले पनि त्यही नियति भोग्नु पर्यो, किनभने उनलाई छोरी जन्माउने चाहना नहुँदै पनि हामी दुईटी छोरीहरू जन्मिसकेका थियौँ। यसो हुनुमा उनले आफ्नो कोखलाई दोषी ठानिन् कि हामी छोरी भएर जन्मेकोमा दोषी देखिन् कुनै थाहा छैन। उनले जे ठाने पनि दोष न उनको थियो न हाम्रो। धरतीमा कागतीको बिउ छरेर सुन्तलाको बोट कहाँ उम्रिन्छ? दोष त त्यो पुरुषको छ जसले धरतीमा आफूले चाहे जस्तो विरोधान गर्न सकेन। नारी धरती हो जसले गर्भधारण मात्र गरिदिन्छ। तर किन हाम्रो समाजका मान्छेहरूले ठिक उल्टो कुरा बुझेका छन्? त्यही रूढहरूको जगमा बनेको संस्कारले सधैँ आइमाईकै जातमा दोषी देख्छ। बिचारी मेरी आमालाई पनि त्यही परम्परागत संस्कारको साङ्लोले यसरी कसेको थियो, त्यसलाई उनले चुडाउनै सकेनन्। उनी यसरी पिल्सिन्, चुडाउनुको साटो झन् बलियो पार्न लागिन्। उनको मनको एउटा कुनामा छोराको चाहना थियो क्यारे, एउटा बुढेसकालको सहारा। अङ्गालोभरिको छोरो त नजन्मै कहाँ हुन्छ? मरेपछि काजक्रिया कसले गर्छ? त्यसैले एउटा छोरो त जसरी भए पनि चाहियो नि। यस्तै चिन्तनबाट ग्रस्त रहेछन् क्यारे। नभन्दै मेरी आमाको तेस्रो गर्भबाट छोरै जन्मियो। म र मेरी बहिनी भाइका दिदीहरू बन्यौँ। मेरा बा आमा छोराका जन्मदाता भने उनीहरूले अपुत्र हुनु परेन र मेरी हजुरआमाको स्वर्ग जाने बाटो सरासरी खुल्यो। मृत्युपछि उनले बीचमा भूतप्रेत भएर भौतारिनु नपर्ने भयो। अब उनी स्वर्गको भर्याङ सजिलै उक्लिन पाउने भइन्। उनलाई यमराजको दूतहरूले बीचमै रोक्न नपाउने भए, किनभने बीच बाटोमा छेकबार पञ्चाइ दिने रहर लाग्दो नाति जन्मिसकेको थियो। नाति जन्माइदिएकोमा अघिपछि देख्न नसक्ने बुहारीलाई त्यस दिन उनी आफैले मासु भात पकाएर खुवाउन तम्सेकी थिइन्। साँच्चै मेरी हजुरआमा यति खुसी भएकी थिइन्, त्यो बुढो शिथिल शरीरमा अचम्मकै स्फूर्ति पलाएको थियो। उनका धमिला आँखामा अर्कै चमक थियो। ती फुस्रा कलिटी परेका ओठमा हाँसो फुटेको थियो। चाउरिएको र फुङ्गो उडेको अनुहारमा हर्षका लहरहरू छाएको देखिन्थ्यो। खुसीले भुइँमा खुट्टा नै थिएन। धन्य नारीको जीवन। प्रत्येक घरमा वंश धान्ने अंश खाने छोरो जन्माइदिए भने सार्थक ठहरिन्छ, नत्र निरर्थक। मर्दकी बुहारी स्वास्नी नारी त्यही बेला ठहरिन्छ, लक्षणीकी पनि ठहरिन्छ जति बेला उसले वंशको जस्तो होस् उत्तराधिकारी दिन सक्छ, अर्थात् कुललाई एउटा छोरो उत्तराधिकारी दिन सक्छ। यस अर्थमा मेरी आमा पनि मर्दकी बुहारी र मर्दपोइकी जोई ठहरिन्। आमाको पनि मन रमाउने भइहाल्यो। उनलाई एक खालको आत्मसन्तोष मिलेको थियो क्यारे। हुन पनि हिन्दू परम्परामा छोरालाई घरको मुख्य गाढधनको रूपमा लिइन्छ। त्यस्तो गाढधन पाउँदा कुन चाहिँ हिन्दू नारीको मन खुसी नहोला?
हाम्रो घरमा भाइ जन्मेपछि साँच्चै हर्ष र रौनक पलाएको थियो। सेतै फुलेकी बुढी हजुरआमाको काखमा नाते खेलाउन पाउँदा कति फुरुङ्ग थिइन्। उनको मनमा कति हर्ष थियो भन्ने कुरा उनको छेउमा बसेकी मैले के बुझ्ने होला र। मेरो बाल हृदयलाई सम्पूर्ण कुरो के बुझोस् र निर्दोष आँखाले पनि त्यो भावलाई के निहाल्न सक्थ्यो। तर पनि ममा अलिकति चेतना पसिसकेको रहेछ। हजुरआमाले काखमा भाइलाई बोकेको देख्दा म भित्रभित्रै डाहाले मुरमुरिन्थेँ। हुन पनि म 2वटा भाइ बहिनीको दिदी भइसकेको थिएँ। त्यो काखमा म भन्दा मेरा 2वटा भाइ बहिनीहरूले लडीबुडी खेल्न पाउनु पर्थ्यो। तर केटाकेटी मन नहो, ईर्ष्यालु हुन्छ, डाहा गर्ने हुन्छ। त्यो मात्रै बस्न पाउने, म चाहिँ किन नपाउने भन्ने बाल मनोविज्ञान हुन्छ। म पनि त्यसबाट अछुतो कहाँ रहन सक्थेँ। हजुरआमाले भाइ जन्मेपछि मलाई पहिलाको जस्तो माया गर्न छोड्नुभयो। अलि फरक व्यवहार गर्न थाल्नुभयो। उनको माया बाँडियो, माया बाँडिनु पनि पर्थ्यो। सबै नाति नातिनीहरूलाई बराबरी माया दिनु पर्थ्यो। तर उनले त्यसो गरिनन्। कोहीलाई बढी माया गरिन्, कोहीलाई घटी माया गरिन्, कोहीलाई माया गर्दै गरिनन्। मेरो हजुरआमाको यो एउटा अवगुण थियो, मन कुँडिने व्यवहार थियो। उनको यही फरक व्यवहारभित्र अप्रत्यक्ष रूपले नेपाली सामन्ती संस्कार र संस्कृतिको मैलोपन बलियो रूपमा जमेर बसेको थियो। र पनि उनले खोइ किन हो बहिनीलाई भन्दा बढी मलाई माया गर्नुहुन्थ्यो। उनका विचारमा के थियो कुनै, कहीँ कतै जाँदा पनि पिठ्यौमा बोकेर हिँड्थिन्। मनले खाएको मान्छेहरूसँग भेट हुँदा गुनासो बोक्थिन्, यो म मरेपछि मर्छे, यसले म मरेपछि खान पाउँदिनँ ठुली माइली कान्छी। मलाई अहिले जस्तो लाग्छ हजुरआमा तपाईँले त्यस्तो भन्नुभएको। तर तिमीले भनेका तिम्रा ती ठुली माइली कान्छी नानीहरू को थिए म अहिले चिन्दिनँ। तर तिमी बिते पनि म बाँचिरहेको छु, बा आमा भाइ बहिनीहरूसँग बाँचिरहेको छु। भोलि उनीहरू कोही नरहे पनि मैले बाँच्नुपर्छ, म नरहे पनि उनीहरूले बाँच्नुपर्छ। यही हो जीवनको एउटा दर्शन। कालले पनि उहाँलाई नातिको मुख देख्न मात्र साँचेको रहेछ। उनले नातिलाई धेरै समय काखमा खेलाउन पाइनन्, उसको तोतेबोली सुन्न पाइनन्। भाइ जन्मेको 1 वर्ष पनि नबित्दै हजुरआमाले अर्को लोकको यात्रा गर्नुभयो, अर्थात् उनकै भाषामा भन्ने हो भने स्वर्गको बाटो लाग्नुभयो। खोइ उनलाई स्वर्ग जाने बाटो यमराजजीले चुपचाप खुल्ला गरिदिए कि दिएनन् थाहा छैन। स्वर्गको भर्याङ सजिलो उक्लिन सकिन् कि सकेनन् कुनै। तर त्यो रात म अहिले पनि सम्झिरहेको छु। कति सन्त्रस्त कालो थियो त्यो रात। घरका अरू मान्छेहरू कोही थिएनन्। त्यो हाम्रो सानो घरमा मान्छेको नाममा हजुरआमा र म मात्र थियौँ। आमा पनि भाइ बहिनीलाई लिएर मामा घरतिर जानुभएको थियो। बाबा पनि दिउँसै बजारतिर हिँडेको यत्रो बेरसम्म अझै आएका थिएनन्। कहाँ भट्टीमा बसेर ठर्रा लगाउन थालेका रे। त्यस रात धरतीमा जुनको उज्यालोसम्म पोखिएको थिएन। तर त्यो रात अँध्यारो यसरी पोखिएको थियो, कालो बाहेक अरू केही देखिँदैन थियो। त्यस बेलासम्म मैले आफैले खाना जानेकी थिइनँ। मलाई खाना पनि अरूले खुवाइदिनु पर्थ्यो। त्यस दिन अगेनामा दाउरा बालेर त्यसको उज्यालोमा हजुरआमाले मलाई मासुको झोल र टमाटरको अचारसँग भात खुवाइदिएकी थिइन्। त्यस साँझ मलाई भात निकै स्वादिलो लाग्यो। दिउँसो खोइ कताबाट मासु ल्याउनु भएको रहेछ। मासु र भात के मिठो नहोस्। उनले भने खोइ किन हो खाइनन्, सायद छोरो आएपछि खाना चाहन्थिन् क्यारे। खाना त्यतिकै अगेनामै छोपछाप पारेर राखिएको थियो। अगेनामा आगो अझै बलिरहेको थियो। बाहिर दैलाबाट हेर्दा कालो न कालो मुस्लो निस्किरहेको थियो। त्यस मुस्लोभित्र कालो आकाश र त्यो आकाशमा ताराहरूको पिलपिल उज्यालो, त्यो पनि त्यही कालोपनसँगै कतै हराइरहेको थियो। आगाको थिपथिपे उज्यालोमा हजुरआमाको अनुहार धमिलोसँग देखिन्थ्यो। त्यही उज्यालोमा उनका 2वटा आँखा कस्तरी बलेका थिए। अघिपछि मैले हजुरआमाका आँखा त्यसरी बलेको देखेकै थिइनँ, सायद याद गरेकै थिइनँ। छेउमा ठ्याक्कै कालो मान्छे बसेको जस्तो देखियो। म डरले आत्तिएर हजुरआमासँग टाँसिएर बसेँ। म डराएको थाहा पाएर उनी भन्दै थिइन्, किन डराउँछ केटी, आगो पनि बुझ्छकै निभ्यो। आगो निभेपछि त्यो कालो मान्छे देखिएन, मनको डर पनि हट्यो। त्यो त मान्छेकै छाया पो रहेछ। त्यो कालो मुस्लो पनि धुवाँको रहेछ। अनन्त सुनसानमा एक खालको सन्नाटा छायो। उज्यालोको नाममा अगेनाको आगो त्यो पनि अब त निभिसकेको थियो, कोइला मात्र बाँकी थियो। कोइलाको उज्यालोमा मानव आकृति धमिलो रूपमा देखिन्थ्यो। ती 2 मानव आकृतिमा एउटा पुर्लुक्कै भुइँमा लड्यो, अर्थात् हजुरआमा अचानक सुतिन् अथवा लडिन्। मैले मनमा सोचेँ, हजुरआमा यो चिसो भुइँमा किन सुतिन् होला, गर्मी पो भयो क्यारे। कोइलाको उज्यालो पनि त अब बिस्तारै निम्तै थियो। बाहिर आकाशमा ताराहरू पिलपिल चम्किरहेका थिए। म अगेनामै बसिरहेँ। यो सानो मनमा हजुरआमा कतिखेर उठ्लिन् र सँगै सुतौँ भन्ने आतुरता थियो। तर हजुरआमा त उठ्दै उठिनन्। बाहिर के हुनुहुँदै थियो, कुकुरहरू केही चपाउँदै रहेछन्। खस्याखुसुकको आवाज पनि आउँदै थियो।
मनले भन्थ्यो सायद बाबा आएका रे। मन त्यसै फुरुङ्ग हुन्थ्यो, कोही भित्र नपसेपछि त्यो त्यसै ओइलाउँथ्यो। अब भने मनमा हजुरआमा साँच्चै त्यहीँ पो सुत्ने कि जस्तो लाग्यो। मनमा चिसो पस्यो। नजिकै घिस्रिँदै गएर 2 खुट्टाले उठाउन खोजेँ, तर मैले एउटा हात पनि मजाले थाम्न सकिनँ उहाँलाई। उठाउन त के सक्ला। उनको शरीर यति गह्रौँ थियो कि मैले चलाउन चटपटाउन पनि सकिनँ। सकु पनि कसरी, भर्खर 5 वर्ष टेकेँ कि मैले। सकिनँ। त्यहीँ बसेर रोएँ, तर त्यो रुवाई सुनेर न हजुरआमा उठ्नुभयो न त अरू कसैले सुने। मेरो रुवाई त्यो कालो रातको निस्तब्धताभित्र कता हरायो कता थाहै भएन। अब त भित्रभित्रै डरले काँडा उम्रिन पनि थालिसकेको थियो। दैलो पनि खुल्लै थियो, जसबाट बाहिर चिहाउँदा एकदमै कालो बाहेक अरू केही देखिँदैन थियो। मलाई अब बाहिर हेर्न पनि डर लागिरहेको थियो। हजुरआमाको शरीरसँगै टाँसेर रुँदै सुतेँ। अँध्यारोमा छामछुम गर्दै उनकै पछ्यौरे भेटेँ। मैले त्यसैलाई सिरानी हालेँ र बस हजुरआमासँगै सुतेँ। बाहिर हावा जस्तो के हुनहुनाउँदैछ अझै पनि। एकछिनपछि त भुइँको यति चिसो आयो कि त्यो खप्नै सकिनँ मैले। बाबा अझै आएका छैनन्। कहाँ कुन रमझममा बोलेका थिए कुनै। मान्छेमा संवेदना हराउँदो रहेछ कुनै बेला। त्यो रात मेरा बाबाले पनि संवेदना त्यही रमझममा हराएका थिए। नत्र डाँडामाथिको अस्ताउन लागेको जुन जस्ती आमा र बालक मलाई छोडेर दिउँसो हिँडे पनि साँझमा समयमा फर्किन्थे, तर फर्किनेन्। उतै ठर्राको चुस्कीसँगै मस्त भए सायद। कलिलो शरीर, त्यसमाथि निन्द्राले अलास तालास भइसक्यो। हजुरआमा पनि उठ्दैनन्। त्यो अँध्यारोमा ओछ्यान पनि कहाँ छ, केही देखिँदैन। जिन्दगीमा कत्रो आपत। त्यस दिन जति मलाई आपत कहिले परेको छैन। त्यो निष्पट अँध्यारोमा कस्रिएर छामछुम गर्दै ओछ्यान खोज्छु। नभन्दै यताउता छाम्दै जाँदा खाट फेला पारेँ। त्यसमाथि मरिधरी चढेँ, तर ओछ्यान उल्टाएर राखेको रहेछ। उहिलेका पुराना भुइँघरमा ओछ्यान र चुलो खाने बस्ने एकै ठाउँमा हुन्थ्यो। हाम्रो पनि त्यस्तै घर थियो। त्यसैले आँखाका धुवामा सुत्ने लुगा कपडामा नलागोस् भनेर ओछ्यान उल्टाएर राखिएको होला। त्यस दिन मलाई ओछ्यान सुल्टाउन साह्रै गाह्रो भएको थियो। बल्ल बल्ल सुल्टाएर सुतेँ। हजुरआमा भुइँमा लडिरहेकी थिइन्। त्यसबेला मलाई हजुरआमा भुइँमै सुतिन् भन्ने लाग्यो। भरे उनको मूल प्राण पखेरु उडिसकेको रहेछ। अलिअलि ढुकढुकी बाँकी थियो अरे बाबा घर फर्किँदा। थाहा भएको भए नजिकैको पानीको गाह्रो घोप्ट्याएर म उनलाई मुखमा पानी हालिदिन्थेँ होला। तर मैले आफ्नो अगाडि हजुरआमाको प्राण पखेरु उठ्दा पनि केही थाहा पाइनँ। थाहा पाएकै भए म अझ कति हात्थिन्थेँ होला। मेरो सातो पुत्लो त्यही रात जान्थ्यो होला। धन्न समयले हात थामिदिएछ। त्यसमाथि मेरो अबोधपनाले पनि केही भूमिका खेल्यो होला। म त मजाले सुतेँ र पुच्चुकै कतिखेर निदाएँ थाहै भएन। रात मौन थियो। त्यही मौनतामा उभिएर मेरो कोमल शरीरले उन्मुक्त निन्द्रा निधाएछ। मलाई त्यही निन्द्रा मिठो थियो र त्यही अबोधपन पनि निकै राम्रो थियो। निस्तब्ध रात, सानो आवाजले पनि कोलाहलग्रस्त हुन्छ। यी यतिका मान्छेहरू किन कराउँदैछन्? यी मान्छेहरू अघिसम्म थिएनन्, कहाँबाट आएछन् यति धेरै? फेरि अहिले त बाबा पनि त आएछन्। हो, मान्छेहरूको हल्लाले मेरो रातको निन्द्रा खलबलाइदियो र मनमा अकस्मात यस्ता तर्कनाहरू उम्रिए। बिउजिएपछि यसो टुकीको उज्यालोमा टाउको उठाएर भुइँतिर हेरेँ। हजुरआमालाई देखिनँ। मनै सोचेँ, हजुरआमा अघि उठेर कहाँ गइसकेछन्? अघि मैले उठाउन खोज्दा किन नउठेकी होलिन् यो बुढी? मान्छेहरूले के भनेर गफ गर्थे त्यो मैले पटक्कै बुझिनँ। कोही भन्दै थिए यत्रो सन्तान भएर पनि बुढीले मर्ने बेलामा पानी धरी खान पाइनन्। कोही भन्दै थिए कस्तो अपरछट लाग्यो, कालले पनि कसैलाई केही अराउनसम्म पाइनन्। कोही भन्दै थिए मर्ने बेलामा यो सानी केटीलाई खुवाएर सुताएर मरिछन्। यस्तै के भन्दै थिए के मैले मरि गएँ। केही पनि बुझिनँ। अहिले सोच्दा मैले त्यो रात यी कुराहरू नबुझेकै जाति रहेछ। बुझेकी भए म कहाँ त्यति मिठो निद्रा निदाउन सक्थेँ र? अबोध थिएँ र नै त्यो उन्मुक्त निद्रा पटक पटक निदाउन सकेँ। त्यो रातलाई जितेर धरतीमा उज्यालो पोखिँदा मैले हजुरआमालाई तुलसीको मोठमा सुतिरहेको देखेँ। उनी कस्तो मजाले निदाइरहेकी छिन्। त्यति बेला उनलाई कस्तो निद्रा लागेको थियो। चारैतिर स्तब्धता थियो, मौनता थियो। बाबा आँगनको एक छेउमा बसेर टोलाइरहेका थिए। राति त त्यत्रा मान्छे थिए। खोइ अहिले ती मान्छे कहाँ गए? म हजुरआमा भएतिर घस्रिएर जान खोजेँ, तर मान्छेहरूले हजुरआमालाई छुनु हुँदैन भनेर जान दिएनन्। मान्छेहरूको क्रियाकलाप हेरिरहेँ। बाँस काटे, सेतो कात्रो ओढाएर सुतिरहेकी हजुरआमालाई त्यो बाँसमाथि सुताएर टनटनै चोयाले बाँधे। मलाई लाग्यो उनलाई कति दुख्यो होला। यी मान्छेहरूलाई देखेर रिस पनि उठेको थियो। कस्ता निर्दयी मान्छे। अन्त्यमा त्यो सेतो कात्रोमाथि खोइ कताबाट फुल ल्याएर माला उनेर लगाइदिए, रातो अबिर लगाइदिए। उनले अघि पछि त्यो निधारमा रातो टीकासम्म लाउन सकेकी थिइनन्।
तर मृत शरीरमा त्यो रातो अबिर लगाइदिएर के गर्नु। यही विडम्बना हो नेपाली नारीहरूको। श्रीमान मरेपछि उनीहरूले रातो सिन्दुर, पोते चुरा, रातो टीका, लुगा कपडा केही लाउनु हुँदैन रे। उनीहरूले कुनै खुसी भोग्नु हुँदैन रे। मरेपछि सब थोक लाउनु हुने यो कस्तो चलन हो। यस्तै मेरो हजुरआमाले पनि मरेपछि रातो अबिर लाइन्। बाबाले त्यसपछि काँध हाले। उनलाई अरूले पनि साथ दिए। शङ्ख फुकियो। त्यसको आवाजले वातावरण नै रोयो। फुपूहरू बलिन्द्र आँसु झारेर रोए। उनीहरू रोएको देखेर म पनि रोएछु। म खासमा हजुरआमासँग जानु नपाएर बढी रोएकी थिएँ, किनभने मैले हजुरआमालाई कहिल्यै छोडेकी थिइनँ। त्यो दिन भने उनी एक्लै बेहुलैसित सिँगारिएर हिँडेकी थिइन्। मेरो कोलाहलग्रस्त रुवाईले मान्छेको मन मुटु चिरेछ। उनीहरू जसरी पनि मलाई फकाउन चाहन्थे, फुल्याउन चाहन्थे। उनीहरू भन्दै थिए, नानी त किन रोएकी? तेरी हजुरआमालाई अस्पताल पो लगेको त, उनी निकी भएर आइहाल्छिन्। केटाकेटीको जात नहो, एकैछिनमा फुलिहाल्छ। म पनि फकिहालेँ। त्यसपछि हजुरआमा कहिले निको हुन्छन् र मलाई बोलाउन आउँछिन् भनेर बाटो हेर्दै बसेँ। तर साँझ पर्यो। उनलाई लिएर गएका मान्छेहरू सब फर्किए। बाबा पातलो सेतो खास्टो ओढेर कपाल खौरेर अर्कै रूपमा फर्किए। हजुरआमा भने फर्किएनन्। बाबाले देख्दा मलाई हजुरआमा खोइ भनेर सोध्न मन लाग्यो। तर मेरो भाषा, मेरो सङ्केत बुझ्ने कसले हो? मसँग त्यति बेलासम्म आफन्तहरूसँग पनि आफ्ना कुराहरू भन्न सक्ने कुनै भाषा थिएन, कुनै सङ्केत थिएन। यति चाहिँ थियो, कुनै कुरा खान्छु भन्दा खुट्टा उठाएर सहमति दिन्थेँ, खान भन्दा खुट्टा हल्लाएर असहमति जनाउँथेँ। रात बित्यो, दिन बित्यो, महिना बित्यो, तर हजुरआमा घर फर्किनु भएन। उनी कहिले नफर्किने बाटो गइसकेछन्। यो जीवनले त्यति सानै उमेरमा यी कुराहरू थाहा नै नपाइपुग्यो। हुन पनि उनको साथमा त्यो दिन म मात्र थिएँ। उनको सास पनि मेरै साथमा गएछ। हिन्दू संस्कृतिमा मृत्यु संस्कारका छुट्टै परम्परा छन्। हामी त्यही संस्कृतिमा जन्मियौँ। हजुरआमाको परमधामपछि बाबा क्रियापुत्रीको रूपमा कोरामा बसे। आमा पनि बसिन्। 12 दिनको काम नसकी उनीहरू कतै निस्किन पाएनन्। यहाँसम्म कि उनीहरूले कसैलाई छुन पनि भएन। उनीहरू कोराबाट बाहिर निस्किएपछि पनि भात खान कुनै नजिकैको कुवाधारामा जान्थे। उनीहरू भात पकाएर खाएर घर फर्किँदा यता फुपूहरूले भात पकाएर खाइसक्नु पर्थ्यो। फुपूहरूले पनि जुठो पार्नु पर्थ्यो। उनीहरू पनि जुठो पार्नु बसिहाले। यता मैले आफै खान जानेकी थिइनँ। मलाई कहिले हजुरआमाले खुवाइदिन्थिन्, कहिले आमाले। कोही नभएको बेलामा बाबाले पनि खुवाइदिनुहुन्थ्यो। अब दुवैजना कोरामा बस्नु पर्यो। मलाई भात खुवाउन अरू कसैले जान्दैनथे। सानी आमाले भने जान्दथिन्। उनले आएका बेलामा खुवाइदिन्थिन्। तर त्यत्रो 12 दिनसम्म उनलाई त्यसैको लागि बाध्ने कुरो पनि त भएन। उनको पनि आफ्नै काम हुन्थ्यो। मेरा दुवै हात काम लाग्ने थिएनन्। केही समात्न पनि सक्ने थिएनन्। समाते पनि थरथर काँपेर छोडिन्थ्यो। भातका सिता टिपेर मुखमा हाल्नु त असम्भव थियो। मलाई भात खुवाउन अरूलाई ठुलै समस्या पर्यो। जसोतसो खुवाउने प्रयत्न त गर्थेँ, तर भातको स्वादै अर्कै लाग्थ्यो। अब म अरूले खुवाउँदा खुवाउँदैको थाल खुट्टाले भुइँमा झारेर झगडा गर्न थालेँ। त्यसबेला मलाई पिटेर त हलाउँछु भन्नेहरू पनि कोरामा पसिहालेका थिए। अरूले मलाई पिट्न सकेनन्। एक खालको उन्मुक्ति मिलेको थियो। मैले झगडा गरेर खान नमानेपछि त्यो केटीले आफैले खान खोजेकी हो कि भनेर भात खेलाउन दिन थाले। म खुसी भएर भातका सिधा आफ्ना खुट्टाका मसिना औँलाहरूले टिप्न थालेँ। पहिलादेखि ढुङ्गाका मसिना टुक्राहरू टिपिरहेको र त्यसलाई बठुलेर खेलिरहेको मेरा खुट्टाको औँलाले भातको सिता टिप्नु कुनै गाह्रो थिएन। बरु गाह्रो कुरा थियो ती भातका सितालाई कसरी मुखसम्म पुर्याउने। हुन पनि भातका ती सिताहरू एक खुट्टाले टिपेर मुखसम्म पुर्याउँदा 2-4 सिता मात्र मुखमा परे, अरू जम्मै भुइँमा बोकिन्थ्यो। तर पनि भात खेलाउन पाउँदा म निकै खुसी थिएँ। मलाई भात आफै खान त्यस दिनदेखि छोडिदिएँ। जुन दिन मैले खुवाउँदा खुवाउँदैको थाल झारिदिएँ, भात भुइँभरि बोकिदिएँ। जति खाए पनि आफ्नै स्वादमा खान थालेँ, आफ्नै स्वादमा रमाउन थालेँ। सुरुवातमा त मैले एउटै खुट्टाले खाएँ, तर गाँसै मजाले भएन। 2-4 सिता मात्र मुखमा पुग्थे। उही मुख मात्र जिस्किन्थ्यो, चित्तै बुझ्थेन। अब मैले दुईटै खुट्टाले खाने प्रयत्न गर्न थालेँ। त्यो गर्दा पनि सुरुमा त के चित्त बुझ्थ्यो र? चित्तै बुझेन। साँच्चै त्यो समय मैले खानको लागि पनि निकै परिश्रम गर्नु पर्यो। आखिर साससँगै लिएर आएको पेट भर्न जसरी भए पनि सिक्नै पर्दो रहेछ। मैले पनि सिकेँ, जतिसुकै कष्ट होस्। दुईटै खुट्टा थालमा हालेर एउटाले उभाएर अर्कोले पैतालो उँभोतिर फर्काएर यसमा हालेर निहुरिएर भात मजाले खान थालेँ। म आफ्नै स्वादमा रमाउन थालेँ। अब मलाई कसैले खुवाइदिनु कहिल्यै परेन, किनभने आफै खान सक्छु। हजुरआमाको अर्को लोकको यात्राले मलाई सधैँ अर्कैले खुवाइदिनुपर्ने एक खालको परनिर्भरताबाट मुक्ति दिएको थियो। बाबाआमा खोराबाट बाहिर निस्किँदा उनीहरू मलाई खाना खुवाइदिने झन्झटबाट सधैँका लागि मुक्त बनेका थिए। यो एउटा अवसानपछि गरिएको अभ्यास थियो। सायद हजुरआमाको अवसानसँगै यो अभ्यास मेरो जीवनमा लागू भएको थियो। जीवन रेखाहरू पनि भाङ्गो टिङ्गोसँग खेल्दै जाँदो रहेछन्।
पुराना मेटिँदै जाँदा रहेछन्। मैले हात चलाउन खोजेँ, सकिनँ। हातका औँलाहरूसँग चल्न सक्ने शक्ति अलिकति पनि बाँकी रहेनछ। ओठहरू जमजमाए तर कुनै शब्द वा वाक्य निस्केन। खुट्टामा पनि शरीर बोकेर हिँडाउन सक्ने शक्ति थिएन। यसरी आफ्ना शरीरका अङ्गहरू बेकममा भएको ज्ञान हुँदै जाँदा म अत्यन्तै लाचार र निरीह बन्दै गएँ। म अत्याधिक दुःखी पनि भएँ। ममा पनि आम बालबालिकाहरूको जस्तो हिँडेर परसम्म पुग्ने चाहना थियो, तर गोडाले भने दिएन। त्यसैले म घस्रिन थालेँ। घस्रिएर 2-4 हात टाढा पुगे पनि मलाई मनमा नयाँ देश पुगे चाहिँ रमाइलो लाग्थ्यो। मैले नयाँ कुरो देखेको अनुभूति हुन्थ्यो। घर अलि पर पुगेर नयाँ झारपात देख्नु, बटुल्नु, चुड्नु मेरा लागि नौला कुरा बन्थे। त्यसभन्दा परको संसार मैले देखेकी थिइनँ। मैले अर्को घरभन्दा म बस्ने घर निकै ठुलो देखेकी थिएँ। त्यति बेला आफ्नो घर राम्रो देख्थेँ, किनभने आफ्नो घरभन्दा पर मैले अरू कसैको घर देखेकै थिइनँ। घर नजिकै गाई र बाख्राको गोठ थियो। त्यहाँ गाई र बाख्राहरू कराइरहेका हुन्थे। त्यो देख्दा मलाई आफ्नो जिन्दगी यही पशुहरूको भन्दा फरक छैन जस्तो लाग्थ्यो। न त भोक लाग्दा भोक लाग्यो भन्न सक्छन्, न प्यास लाग्दा प्यास लाग्यो भन्न सक्छन्। उही एक नासले कराइरहन्छन्। कहिलेकाहीँ मान्छेको जातलाई के सनक चढ्छ, बाँधिएकै ठाउँमा गोर्खे लौरी खान्छन्। न भो न कुट्नुस् भन्न सक्छन्, न या दुख्यो भन्न सक्छन्। कति विरक्त लाग्दो जिन्दगी। मेरो जिन्दगी पनि योभन्दा केही फरक हुन्थ्यो र। मसँग भोक थियो, तर भोक लाग्यो भने आवाज थिएन। प्यास थियो, त्यसको अनुभूति पनि थियो। त्यसलाई व्यक्त गर्ने कुनै माध्यम थिएन। यही शून्यताभित्र पनि जिन्दगी जसोतसो घिस्रिरह्यो। जति नमिठो भए पनि त्यो जिन्दगी भोगेँ मैले। भन्छन् सबै ढुङ्गा मात्र हुँदैनन्, शालिग्राम पनि हुन सक्छन्। त्यसैले ती बेला बाल स्मृतिहरू शालिग्राम हुन्, जो अहिले पनि मेरो मानस पटलभरि कहिल्यै नबिर्सिने पलहरू बनेर घुमिरहेका छन्। कहिलेकाहीँ गाई बाख्राहरूले आँखाबाट भरभर आँसु छारेको देख्थे। तिनीहरू पनि मलाई देखेर रोएका हुन् कि जस्तो लाग्थ्यो। अनि म पनि उनीहरूको छेउमा बसेर कुहाँ रोइदिन्थेँ। गाई बाख्राहरू धेरै कराउँदा मलाई छोडिदेऊ भने जस्तै लाग्थ्यो। नजिकै कैँची देखेँ भने खुट्टाले डोरीहरू काटिदिन्थे। यसो गर्दा मलाई फुक्का भएर हिँडेको देख्न मन औधी रमाउँथ्यो। आफूले निकै ठुलो काम गरे जस्तो लाग्थ्यो। पशुले अरूको बाली खाँदा आमाले मलाई धेरै पटक मजाले गोदेकी थिइन्। नगोदुन् पनि किन, मैले बाँधेका गाई बाख्राहरूको डोरी काटेर छोडिदिएपछि कसको पो कन्पर तात्दैन। म केटाकेटीमा छुकछुके रहेछु। कहिले म माझेर राखेका थाल बटुकाहरू बाहिर ल्याएर माटो हालिदिएर खेलिदिन्थेँ। चारपात चुँडेर हालेर फोहोर पारिदिन्थेँ। त्यसैले आमाका हाते चुम्बनका वर्षा मेरो गालामा कति वर्षिए कति। कलिला गालाभरि आमाका हातका 5 औँलाको चाप कति बस्थे कति। आखिर केटाकेटी बन्न हो, मेरो पनि बेग्लै छुट्टै थिए। अरूको जस्तो मलाई पनि बालसुलभ व्यवहार, चञ्चलेपन र चकचकेपनले कहाँ अछुतो राख्न सक्थ्यो र? अछुतो राख्नै सकेन। आमाका हाते चुम्बनका वर्षाले गालामा एकछिन दुखेर रोएँ। त्यसपछि सन्तासले एकछिन सताए पनि एकैछिनमा म बिर्सिहाल्थेँ। त्यो शून्यताभित्रको जीवनको स्वाद पनि मैले चाखेँ। त्यो स्वाद मिठो या नमिठो खोइ के भनौँ, आखिर शून्यताभित्रको जीवनको पनि एउटा स्वाद पनि हुँदो रहेछ।